बिहानको झुल्के घाम उदाउँदा यतातिर चाहिँ चम्किरहेको हिमाल यो चाहिँ चुचो देखेको चाहिँ हाम्रोतिरबाट चाहिँ सगरमाथा भन्छ, तर सगरमाथा होइन अरे। यो चाहिँ चौरी गाईको स्टाइलमा एकदम सुन्दर देखिन्छ जहिले नि मेरो गाउँदेखि, र यतातिर एकदम सुन्दर देखिरहेको छ। अनि यतातिर एकदम यता पनि त्यो चौरी गाईको स्टाइलमै छ। त्यसपछि यो डाँडा चाहिँ नेपालको अग्लो डाँडा भन्छ, ट्याम्के डाँडा। त्यसपछि यतातिर चाहिँ यो डाँडा चाहिँ यो कालो कालो भएको चाहिँ सेलमा ट्याम्के, यता कालो यो कालो भएको चाहिँ सेलमा, यतातिर चाहिँ यो ट्याम्के। त्यसपछि यो तल तलको यो देखिएको छ, यो चाहिँ हाम्रो गोल्मे भिर, गोल्मे राजा गोल्मे रानी भन्छ। यो भिर चाहिँ अलिक यताबाट देखिँदैन, पल्लोपट्टिबाट देखिन्छ। अनि यता सुन्दर देखिरहेको छ, यता चौरी गाईको स्टाइलमा छ। यतातिर यता पनि झन् चुचो देखिएको छ, एकदम सुन्दर देखिएको छ। एकदम बिहानी शुभ बिहानीको एकदम घाम झुल्केको छैन, घाम निस्केको छैन, तर हिमालतिर चाहिँ देखिरहेको छ घामको झुल्को राम्रो देखिरहेको छ। अनि यतातिर चाहिँ यता पनि यो हिमालयहरू घामको प्रकाशले नभेटिएर कालो देखिएको हो। अनि यतातिर पर यो चाहिँ गौरी शङ्कर हिमाल भन्छ, जस यही हिमालको नामबाट चाहिँ नामाकरणबाट चाहिँ एउटा हाम्रो नेपालको समय तालिका बनिएको हिमाल भन्छन्। यो पनि चौरी गाईकै स्टाइलमा छ। यो चाहिँ झनै कान जस्तै देखिन्छ, एकदम सुन्दर देखिएको छ। अनि यतातिर चाहिँ एकदम सुन्दर देखिरहेको छ यो हिमाल चाहिँ। जय सुन्दर, जय नेपाल, जय मेरो देश, जय हाम्रो देश, सुन्दर देश हाम्रो नेपाल, जय नेपाल।